अझ राम्रो पो मार्ने जताकालाई के खान्छ मामा गएर हामी त्यो अम्बकको खानी माग्छु छु अम्बक खानीहरू यहाँ कम त छैन अम्बक खानी आइपुग्यो हामी आज अन्त के हो हामी खोर्सानी रामभेडा सुन्तला बाटोमा आउँदै थिएँ सोच्दा अम्बक चाहिँ खाइन्छ होला भनेर साँच्चै नै अम्बकै खानी माग्यो त साह्रो पर्छ चिन्नुहुन्छ नि सोनाम चौर चिन्नुहुन्छ नि यहाँ पर अहिले शाखामा बस्नुहुन्छ नि पानी पिउनुहुन्छ काँक्राको झन् दामी हुन्छ नास्पाती भाइको एक्सप्रेसन हेरौँ केही हुन्थेन भन्नु त्यो बाहिरपट्टि चाहिँ अब त्यहाँ पछाडि सबै सानो बनाइदिने साँच्नुमा साँच्नु चाहिँ नि त त्यो अर्को रन आयो अर्को रन सुन्तला सेकेन्ड रनै हो अब अझै बस्यो भने थर्ड रन पनि हुन्छ पेरेन्ट्सबाट जाने सन्जानीलाई भोलि बिहा छ न उसको नन्दको बिहा थियो होइन हिजो त्यसो निकालेर खेल्नु सन्जानीलाई म्याजिकबाट त्यो फुल भइरहेछ भन्ने छ कटअप भएछ भन्ने कटअप भएको छ एउटा एकताल खायो भने खानु मनपर्छ है पुरा त फेरि फ्याक्ट्री सक्नु आइसक्यो ब्लग त है छैन ढिलो भएछ ब्लग ढिलो भएछ फ्याक्ट्री सक्नु आइसक्यो फ्याक्ट्री अचार फ्याक्ट्री अब मोमो पाकिसक्यो कि सबैलाई जाउँ भन्नु होइन घर जाउँ भन्नु होइन सबैलाई रेडी बस भाइ बस न ओ सुप अचार हेर्नु न सक्छौ के सबै सुन्दैको फङफङ जस्तो लाग्यो ए अदुवाको उयो गनायो दुई भाइ चाहिँ तिम्रोमा छ त सबैलाई यहाँ हाल्नु त सही
छ पहिला त्यो सबै ल अब धन्यवाद छ धेरै धेरै हाम्रो चेलीबेटीहरूले चाहिँ यति मजाले बनाएर पनि हामीलाई यो खिलाउनु भयो है अगाडि ल्याइदिनु भयो यसको लागि धन्यवाद तपाईँलाई प्रशस्त मात्रामा परमेश्वरको आशीर्वाद यसरी सदा सर्वदा भइरहेको होस् के मिठो भएछ हौ नानी है मालिक अब घरको मालिकले लिनुहोस् है दामी भयो मोमो खानु आज सरप्राइज भिजिट भयो कि यति मजा आयो घुम्नु भाइसँग आज सरप्राइज भिजिट पहिलाको जग्गा लिङ्छम भन्ने जग्गामा लु त अब गोड्ने बेलामा कति आएर गोडेको थियो मजाले टिप्लिँदैछ ल टिप्नु यता साग पनि दामी रहेछ नि यो त परकसँग छरप छरप खाने रहेछ त लु अब यो फिनिसिङ ल अब हामी चाहिँ अब यहाँबाट बिट मारेर गएको लु यस्तो पायो हजुर 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 के भन्छ यो त हेर्नु त पोका त कम त भयो त अन्त हजुर लु तपाईँलाई एकदमै धन्यवाद तपाईँलाई एकदमै धन्यवाद छ हजुर हस् हुन्छ हुन्छ आज मिसहरूसँग आएको एकदम फाइदा भयो आज हामी हजुर हुन्छ अहिले बिस्तारै आउँछ हुन्छ हजुर लागि आउँछ हजुर भाइ ल गएको ल आज त चेली माइतीको घरबाट गएको जस्तो भइसक्यो नि अन्त आज त साह्रै रमाइलो भयो त अन्त दिनभरि ओ हेर्नु त कना हुँदै बोक्दैछ त भाइले आम्मा